Well guys, it's me the loyal boy Sagar Sabi हैन guys. Once again welcome to my channel. र फाइनल guys हैन आज चाहिँ म मेरै दाइको साइडमा आएको छु र यो चाहिँ भेडा फार्म भन्ने ठाउँ हो। अलिकति तपाईहरुलाई म प्रिभ्यू देखाउन चाहन्छु। यस्तो छ यो ठाउँ। म यो भित्र एकचोटी मात्र छिरेको छु हैन। यहाँबाट कति एउटा र्यापर दिदीले पनि यहाँबाट एउटा र्याप गीत चाहिँ गाउनु भएको थियो हैन। मेरो लागि फेभरेट हो किनकि एज आई एम र्यापर हैन। म पनि यहाँनिर चाँडै नै केही गर्नेवाला छु हैन। र यहाँको क्लाइमेटिक कन्डिसन हेरिकन चाहिँ आज एकदमै उस्तै भनौँ न के भने आधी भिजे पनि घाम पनि लाग्यो पानी पनि पर्यो धेरै डिस्टेन्स रहन्छ गाइज। अब म चाहिँ एक्लै आएर होला साथीहरू खासै त्यस्तो बनाउने मान्छे छैन हैन। वाउ लुक एट द प्लेस। ठाउँ भनेको त यस्तोको त गाइज तपाईहरु पनि यो ठाउँ आउनु होला हैन। एकदमै अनुरोध गर्छु हैन। यो वन नेपालको धन। तर यो त के भन्ने अहिले भर तपाईले स्याम्पल देखिराख्नु भयो होला। अब मैले खासै केही भनिराख्नु पर्दैन होला। र गाइज आज चाहिँ मैले पनि कड्डै भन्नुपर्छ भनेर आछु हैन। र मेरो अर्को हप्ता चाहिँ यहाँनिर पनि छ गाइज हैन। अब र्यापिङको लागि यो ठाउँ रोजेछु र यो एरिया चाहिँ कुलेखानी साइड पर्छ। यहाँको साइड इन्जिनियर पनि फेरि मेरो आफ्नै दाइ हो हैन गाइज। एज आई एम इन्जिनियर हैन। अब खासै मलाई चितलाङ भने चाहिँ त्यो साइडै गाइज। मैले सानोमा यो ठाउँ म धेरै घुमेछु गाइज यो चितलाङ साइड। तर त्यही चितलाङदेखिको यति नजिक यस्तो ठाउँ रहेछ मलाई थाहा थिएन क्या बा केही छैन। वाउ लुक एट द भ्यू हैन। यसो इन्जोय गर्नु होला। काठमाडौँ गएर 2 घन्टा पनि लागेन गाइज। मलाई 2 घन्टा लागेन है। अब एक्लै आएर होला। अब गर्लफ्रेन्ड सर्लफ्रेन्ड छैन। अब लोयल बोय हो हैन। वाउ एकचोटि हेर्न भेडा फार्म भन्छ यसलाई चाहिँ कुलेखानी। वाउ यहाँ त स्पेसली कपलहरू आउँदाखेरि चाहिँ एकदम राम्रो। भर्खर बिहे गरेको हनीमुन हुन्छ नि जसको बोयफ्रेन्ड गर्लफ्रेन्ड छ उनीहरूलाई चाहिँ यो ठाउँ आउन एकदमै सजेस्ट गर्छु म हैन। राम्रो रहेछ। जे देखेँ त्यही भनिदियो गाइज। तपाईहरुले भर्खरै बिहे गर्नु भएको छ भने मलाई भन्नु है यो ठाउँ आउनु होला कुलेखानी। म फेरि पनि भन्छु यो भेडा फार्म भन्ने ठाउँ हो र यो कुलेखानी भेडा फार्म भन्ने बित्तिकै अलिकति पपुलर छ हैन। गाइज म अहिले लगभग थुप्रो ठाउँ घुमिएँ हैन। आज हेलमेट किन सधैँ स्कुटरमा हुँदाखेरि स्कुटरभित्र हाल्दाखेरि अलिक कम्फर्टेबल फिल हुन्थ्यो। यो बाइक लिएर आएपछि अलिक गाह्रै हुन्छ क्या गाइज हैन। ठिकै छ। लुक एट द प्लेस इन्जोय द मुमेन्ट हैन। एज अ लोयल बोय सागर छमी। एउटा गीतको लिरिक्सको याद आयो यार। के गाउनु त हुन्थ्यो। आमा म के हो यताबाट त भाइहरू कहाँबाट त्यहाँबाट छिरेछन् है। हुन त अनडिसिप्लिन होला। अब त्यही हो। त्यसरी त म पनि छिर्न सक्छु। तर आज म एक्लै आएँ र म आउने बित्तिकै फर्किहाल्छु। यो भित्र कसरी जाने मलाई त्यो थाहा भएन। अब बाटै बाटो जुन ठाउँ कस्तो छ आन्टी यहाँ? ए भन्छ बिहे गरेको मान्छेहरू आउँदा सुरुमा बिहे भएको मान्छे आउँदा राम्रो। ल आन्टीले पनि भनिहाल्नु भयो गाइज। मैले फेरि पनि भन्नु पर्दैन होला। भर्खरै बिहे गरेको कपालहरूलाई चाहिँ यो जस्तो खतरा ठाउँ चाहिँ छैन। फेरि बर्खामा चाहिँ नआउनु होला। म आफै पनि भिज्दै आएको हेर्नु काठमाडौँबाट। सायद आई थिङ्क इट्स माई ब्याड डे। खासै ब्याड डे पनि के भन्नु त्यो टुसारा जस्तो पानी परिरहेको थियो कि हैन। टुसारा जस्तो पानी परिरहेको थियो अनि खासै ब्याड डे पनि भन्न मिलेन। त्यही पनि भिज्न त भिजियो। अरूभन्दा बाटो अलिकति रड्डी छ भनौँ न। ठाउँ त धेरै राम्रो हो तर बाटो अलिकति खतम छ है। त्यही भएर सायद स्कुटरमा नआउँदा अलिकति अझै राम्रो होला हैन। स्कुटरमा नआउनु होला। फर्स्ट टाइममा आउँदाखेरि स्कुटरमा लिएर आएको थिएँ किनकि त्यो अनुभव मलाई थाहा छ। अहिले त बाटो अलिकति ठाउँमा रिजिड पेमेन्ट पनि हाले रहेछ। फ्लेक्सिबल पेमेन्ट अलिक कम छ गाइज हैन। एज अ इन्जिनियर हैन। अब ठिकै छ अन्डर द कन्स्ट्रक्सन भइरहेछ। अब मैले भनिहालेँ कुलेखानीको साइट इन्जिनियर मेरो आफ्नै दाइ हो। काम हुँदैछ। यसो म चाहिँ फेरि होइन गाइज म चाहिँ मेरो दाइलाई लिएर आएँ क्या। दाइको अब हात मर्केको छ नि त। दाइको हात मर्केको छ अनिखेर बाइक कुदाउन अब पिच रोडमा झिसक्छ। तर त्यो खाल्टुङ खुल्टुङ बाटोमा नसके दाइलाई लिएर आउनु पऱ्यो क्या। फेरि यहाँ चाहिँ म एक्लै छु भने नभन्नु। दाइकै साइड हो। दाइ उहाँ तल काममा छ। म त के गर्नु छ र गर्लफ्रेन्ड पनि छैन। जम्ने पनि एक्लै मर्ने पनि एक्लै। भगवान् एउटा केटी चाहिँ मिलाइदिनु भनेर भन्छु। कुन चाहिँ भाग्यमानीसँग बिहे होला। म हैन त्यो मान्छे चाहिँ भाग्यमानी हुन्छ। वाउ लुक एट द प्लेस है गाइज हैन। आई डोन्ट निड टु एक्सप्लेन अबाउट दिस। एकचोटि म बिहे गरे पछाडि यहाँनिर मेरो बुढीलाई लिएर आउँछु। मलाई त्यस्तो गर्लफ्रेन्ड सर्लफ्रेन्ड मन पर्दैन। डाइरेक्ट बिहे गर्ने हो सकियो।
लाइफ इज वान चान्स। र अझैसम्म मैले घुमे मध्येमा पोखरा बेस्ट हो, नम्बर 1 त म पोखरै मान्छु। जिपलाइनदेखिको लिएर सबै थोक गरियो, प्याराग्लाइडिङहरू सबै गरियो। तर यो ठाउँ चाहिँ भनौँ न बिहे गरेको स्पेसल्ली गर्लफ्रेन्ड बोयफ्रेन्डलाई क्या टक्कसँगले यहाँनिर हरेक दिन याद आउने भनियो र त यो खतरनाक ऱ्यापर दिदीले यहीँनिर गएको थिएँ गाइस, मलाई अझैसम्म याद छ होइन। यो सुटिङ यहाँनिर पनि गरेर रहेछन् त्यो दिदीले। मेरो पनि दिन आउँछ एक दिन भनेर चिनेकै ठाउँ हो होइन। यहाँ चाहिँ पिकमा चाहिँ त्यो ढुङ्गाको त्यो हुन्छ नि, त्यो के अरे लामाको त्यस्तो छ क्या गाइस। अब त्यो बेला आउँदाखेरि त्यस्तो देखेको थिएँ, अब यो बेला आउँदाखेरि के देख्छु थाहा भएन। म यहाँबाट पनि उता चितलाङ पुग्नु छ, त्यही भएर म यहाँ धेरै बेर चाहिँ बस्दिनँ पक्कै पनि, र गइहाल्छु भनौँ न। र मलाई चाहिँ उकालोमा हिँड्नु होइन कुद्नु मन लाग्छ क्या गाइस, किन एज अ फुटबल प्लेयर होइन। सानो रहेछ गाइस, मैले त्यो बेला सायद 2 नम्बर क्यामेराबाट खिचेको थिएँ होला होइन। 6 मिनटको भ्लगिङ भइसकेको छ, हामी देख्न सक्छौँ। एक दिन गर्लफ्रेन्ड लिएर आउने सोच छ, तर गर्लफ्रेन्ड चाहिँ छैन। यता पनि हेर्न सक्नुहुन्छ होइन। धन्य गाइस, मैले त बाइकको चाबी कहाँ राखी भन्ने पना भइरहेको थियो। Look at the place. सेडिमेन्ट्री रक रहेछ गाइज होइन, ठिकै छ। जुन ढुङ्गा भए पनि काम त कामै हो होइन। अब यसो फ्रन्ट भ्यू हेर्नु है त, यहाँबाट देखिने सिन होइन। अब यहाँ मान्छेले प्रायः जस्तो टिकटक बनाउँछन्, अब म त युट्युबर परि हुन म पनि टिकटक त बनाउँछु, तर खासै मोबाइल समातिदिने कोही छैनन् क्या। यसरी एक्लै हिँड्ने पिछाइ त्यही हो। अब चितलाङ पुग्नु छ गाइज, चितलाङबाट चन्द्रगिरी, चन्द्रगिरीबाट कलङ्कीबाट घर, मेरो आजको प्लान। तर भगवान् पानी नपरोस्, किनकि आज आधी बाटोमै आधी बिराइसकेको थियो मलाई। वाउ गाइज, मेरो बिहे कहिले होला क्या? मेरो बिहे भइसक्यो, यहाँ मेरो गर्लफ्रेन्ड लिएर आउँछ के, गर्लफ्रेन्ड त कहाँ हुनु, बुढी भइ लिएर आउँछ यहाँनिर। त्यही माथि यो एरियाको त फेरि के भन्ने अब आफ्नै दाइको साइड पर्छ। म यो भित्र चाहिँ एकचोटि गएको छु है गाइस, एकचोटि गएको छु, त्यो पनि दाइसँग सुरुपल्ट आउँदाखेरि हिँड्न भाइ भनेर भन्न थालेँ, ल गइदिउँ न त भनेर गएको। यहाँको भेडा फार्मको ऊ त्यो भेडा फार्म चाहिँ ऊ त्यहाँनिर छ गाइस, म अलिकति जुम गरेर देखाइदिन्छु। तपाईँहरूलाई डाउट लाग्न सक्छ, ऊ त्यो जस्तो लाग्यो देख्नु भएको छ नि, हो त्यही हो भेडा फार्म, ऊ यहाँ पनि छ। अनि लुक एट द प्लेस, वाउ। तपाईँहरूले यो ठाउँ कतिको आउनु मन लागेको छ मलाई यसो कमेन्ट गर्नु ल। सायद आउनु मन लाग्छ, किनकि रमाइलो ठाउँ छ। यहाँबाट फोटो सुटिङ यताउता होइन, कति के भन्ने अब यहाँ थुप्रो छ। यहाँ आउने चाहिँ एकदम माहौल चाहिँ स्पेसल्ली गर्मी महिनामा आउनु होला, जाडो महिनामा आए पनि हुन्छ, तर पानी परेको सिजनमा नआउनु, किनकि बाटै खतम छ क्या गाइस। लास्ट टाइम चाहिँ गर्मी महिनामा आएको थिएँ र स्कुटरमा इजिली आएँ, आज धन्न बाइक लिएर आएछु र धेरै सजिलो फिल भयो मलाई राइड गर्न पनि। इट्स सो कम्फर्टेबल भनौँ न। यहाँबाट भित्र जान त मिल्छ त गाइस, तर म चाहिँ अलि डिसिप्लिन मान्छे हो क्या। खासै त्यो भित्र गएर कुन चाहिँ झन्डा गाड्छु र मैले, त्यही भएर म चाहिँ खासै जाँदिनँ। आई थिङ्क नाउ आई हेभ टु इन माई ब्लग। तपाईँले यो ठाउँ कस्तो लाग्यो एकचोटि कमेन्ट गर्नु होला। यसको लोकेसन भन्नुपर्दा काठमाडौँदेखिको
कुलेखानी भन्ने ठाउँ हो र यहाँनिर ठुलो बडो पोखरी छ गाइस। तपाईँहरूले यहाँदेखिको अलिकति त्यो जियो जङ्गलले छेकेछ मात्र एकदमै उस छ। आमा कल्यो गाइस, बाइक यहाँसम्म ल्याइदिएछ यार, मान्नुपर्ने हो। मैले त वाइनिर राखेर आएको थिएँ होइन गाइस, मलाई चाहिँ अलिकति डर लाग्छ। अब हुन्छ नि कुनै कुनै राइडरहरू त अलिक खतरनाक हुन्छ नि त, यहाँसम्म ल्याउनु भनेको म पनि सक्नु त सक्छु, तर यसरी अलिकति रिसिभी लिनुहुन्न भन्ने अलिकति मलाई चाहिँ त्यस्तो लाग्छ क्या। होस् मान्नुपर्ने, यत्रो आँट चाहिँ हुनुपर्छ है गाइस, किनकि यो बाटो एकदम सानो छ क्या। वान वे भन्नाले पनि एउटा मान्छे त्यो के अरे पाहाडतिर हिँड्नु भयो भने एकजना मात्र मान्छे हिँड्ने त्यस्तो खाले बिरालो बाटो हो क्या यो। यहाँ नै यत्रो चेप छ, यस्तो चेपबाट फुट बाइक निकाल्नु यहाँसम्म, त्यहाँदेखि त उता जाँदैन थिएँ मलाई थाहा छ, किनकि त्यहाँदेखिको त आफ्नै बाइक दुईवटा खुट्टा होइन। वाह खुसी लाग्यो गाइस, योसम्म दोस्रो टाइम भयो म यहाँ आएको, र पहिलो टाइम आउँदाखेरि म मेरो दाइसँग आएको थिएँ र पहिलोपल्ट म भित्र पनि छिरेको थिएँ, तर आज दोस्रो ताल आउँदाखेरि म एक्लै आउनु पऱ्यो, किनकि गर्लफ्रेन्ड छैन, मेरो बिहे पनि भएको छैन। अब लोयल गर्ल कहाँनिर छ। र गाइस फाइनली भन्नुपर्दा यहाँ ड्रोन पनि लिएर कतिजनाले आउँछन्। अब एज अ सिभिल इन्जिनियर म चाहिँ ड्रोन सर्वेहरू चाहिँ गर्न आउँछ। अब त्यो ड्रोनबाट चाहिँ अब त्यस्तो भिडियो सिडियो अलिकति खासै मन लाग्दैन क्या। वाउ भन्दा नभन्दै गाइज होइन, अब हामी एज अ इन्जिनियर अब हामीले चाहिँ 50 लाखकोसम्म ड्रोन चलाएको छु मैले चाहिँ। यसको पनि हुन्छ क्राइटेरिया, अब ब्याट्रीहरू, मान्छे जान नपाए पनि ड्रोन त जान पाउँछ नि रे क्या, त्यही हो। र गाइज आई थिङ्क नाउ आई हेभ टु इन माई ब्लग, र म बाइक बाटो पुगिसके पछाडि मात्र म ब्लग इन गर्छु र ठिकै छ। झिङ्गा जस्तो कराउँछ गाइज यो ड्रोन त होइन, यस्तै हो अब आवाज चाहिँ यस्तै हो ड्रोनको पनि होइन। ओ माई गड गाइज, आज सायद मेरो चितलाङ गई हुँदैन जस्तो छ। त्यो सेतो बादल होइन, त्यो सेतो पानी हो, मलाई यति चाहिँ थाहा छ होइन। र पानीमा मलाई भिज्नु छैन, पानीमा भिज्नु भनेको अलिकति आफूले नै अप्ठ्यारो बनाउनु हो। र आई थिङ्क सायद म फर्किनुपर्छ जस्तो छ, किनकि म जतिचोटि आए पनि मन नभरिने ठाउँ भनेको यही हो होइन। त्यही भएर चाहिँ म यहाँ आज फेरि पनि आइदिएको, दाइलाई पुर्याउन खोज्दाखेरि है त। वाह एक्लै छु गाइस, कोही छैन यार। मेरो बिहे कोसँग होला, कहिले होला, कोची होला, कोसँग चाहिँ होला, कहाँ होला, मेरो ससुराले कहाँ होला, सासु आमाको नाम के होला, ससुरा बाको नाम के होला, कति धेरै क्वेसन हो। तर के गर्नु, अहिले पढ्दैछु, कहिले पढाइ सकिएला, बच्चै हो नि त। एबिसिडी पढ्दैछु, मान्छेहरू भित्र छिर्न नपाए पनि ड्रोन लिएर आउँछन्। हामी त गरिब मान्छे के गर्ने गाइस होइन, यस्तै हो। वाह र तपाईँहरूलाई भित्रको सिन चाहिँ राम्रो लाग्यो होला, यो सिन त के राम्रो लाग्थ्यो होइन। ठिकै छ। र आई थिङ्क आई हेभ टु मुभ ब्याक। अब सायद मलाई फर्किनुपर्छ जस्तो लाग्छ, किनकि अब त्यहाँ बाइक तपाईँहरू देख्न सक्नुहुन्छ, त्यहीँ मध्येमा यता सबैभन्दा छेउको चाहिँ मैले मेरो हो, जिक्सर भनेर लेखेको होला, पक्कै पनि भनेर त के भन्नु। कुन चाहिँले स्कुटर लिएर हालिदिइसकेको रहेछ, म त कन्फ्युज भइरहेँ होइन। अहिलेको त्यो हन्डा बाइक चाहिँ यहाँबाट कटाएको रहेछ क्या गाइस, त्यही भएर म चाहिँ त्यस्तो रेसिपी लिन्न, अनि त्यही भएर गाइस। र आजको भ्लग यति नै गाइस होइन। कस्तो लाग्यो ठाउँ कमेन्ट गर्नु होला। इट्स मी लोयल बोय सागर छामी होइन। हस् त।